सबैजनालाई नमस्कार। म विष्णु विवेक आज एउटा नयाँ भिडियो लिएर आएको छु। तपाईहरुले देखिरहेको सुनिरहेको र धेरै हेरिरहेको एउटा नेपाली युट्युब च्यानल हो जुन असाध्यै पपुलर छ, लोकप्रिय छ। हेर्ने कथा आदरणीय विद्या सापकोटा दिदीले सञ्चालन गरेको हेर्ने कथा टिमले ल्याएको नयाँ भिडियो हेरेपछि मलाई केही कुरा भन्न मन लाग्यो। रुकुम र अमेरिकालाई जोड्ने एउटै कुरा हो सपना। मलाई असाध्यै मन परेको त्यो इन्ट्रो। मान्छेले सपना देखेपछि त्यो सपना पूरा गर्नका लागि जस्तो सुखै सङ्घर्ष पनि गर्छ। यदि त्यसको सपनाको मूल्य कति हुन्छ भन्ने कसैले सोध्यो भने एक्चुअली रुकुम पश्चिमका युवाहरूको कथालाई सुन्ने प्रयत्न गर्दा हुन्छ। करोडौं बुझाएर कैयौं पटक जेल परेर धेरै पटक अपहरणमा परेर सयौं पटक लुटिएर मान्छे विश्वकै सबैभन्दा शक्तिशाली देश अमेरिका हुन चाहन्छ। अमेरिका आएर पनि फर्किनु पर्दाको पीडा त सायदै कसैलाई थाहा छ होला, त्यो बोक्नेलाई मात्र थाहा छ। मलाई खास गरी ती युवा जो अमेरिका पुगेर पनि झन्डै 6 महिना 1 वर्ष जेल बसेर फेरि असाइलम रिजेक्ट भएपछि नेपाल फर्किए, अर्थात् फर्काइदियो अमेरिकाले शरण नदिएर। उनको कथा सुनेपछि साँच्चै भावुक भयो म। त्यस्ता कैयौं युवा छन् जो अमेरिका महिनौं लाएर आउँछन्, 6 महिना, कोही 2 वर्ष, कोही 3 वर्ष लाएर अमेरिका आउँछन्, 2-3 महिना जेल बस्छन्, कोही 6 महिना बस्छन्, कोही 1 वर्ष जेल बस्छन्, तर अन्तिममा फेरि नेपाल फर्काइन्छ र रित्वात करोडौं ऋण टाउकोमा बोकेर उनीहरू नेपाल फर्किन्छन्। कति पीडा हुन्छ होला त्यो कुराले। साँच्चै असाध्यै दुःखदायी अवस्था छ। अब अहिले पनि नेपालमा माओवादी द्वन्द्व, माओवादी युद्ध, माओवादी जनयुद्ध सुरु भएको 2052 सालमा हो। 50 र 80 को हिसाब गर्दा पनि 30 वर्ष भयो। 30 वर्ष कटिसक्दा पनि अहिले पनि रुकुम पश्चिमका युवाहरू, खासै रुकुम, दाङ, रोल्पाका युवाहरू जहाँ असाध्यै माओवादी द्वन्द्वग्रस्त क्षेत्र थियो, माओवादीका कारण बस्न पाएनौ भन्दा कसले पत्याइदिन्छ? कसले पत्याउँछ? त्यो कथा ल्याएर अमेरिकामा असाइलम भर्नु, मलाई शरण देऊ भन्नु युवाको लज्जास्पद कुरा हो या देशको लज्जास्पद कुरा हो मलाई थाहा छैन। तर यसले धेरै प्रश्नहरू उब्जाएको छ। नेपालको सुगम मानिँदैन रुकुम पश्चिम, दुर्गमै मानिन्छ। कर्णालीको पनि सुगम मानिँदैन, दुर्गमै मानिन्छ। दुर्गम एउटा जिल्लाबाट जुन अहिले त धेरै विकास हुँदैछ, भइरहेको पनि छ, विश्वको शक्तिशाली देश अमेरिका हुनेको लहरमा मिसिएका रुकुमेली युवाहरूले आफ्नो सपना पूरा गर्नका लागि कुन हदसम्म मूल्य चुकाइरहेका छन्। राज्यका नेताहरू राज्यकै नाममा, युवाहरूकै नाममा राजनीति गरेकाहरूलाई साँच्चै यो कुराले पोल्दैन, दुख्दैन, छुँदैन। जुन दिन छुन्छ उनीहरू राजनीतिमा हुनेवाला छैन। वृद्धाश्रममा भएपछि छुन्छ होला सायद। हेर्ने कथा टिमले ल्याएको यो भिडियोको धेरै कथाहरू छन्, तर मलाई यो कथा ल्याएपछि आम नेपालीहरूले सायद नेपालीहरूको अमेरिकी सपना र त्यसका लागि चुकाइरहेको मूल्य कति महँगो छ भन्ने कुरा बुझिरहेका होलान्। अझ एकजना युवा त बाटैमा बितेपछि ती आमाको अनुहार जसरी हेर्ने कथा टिमले देखायो त्यो यति भावुक छ कि त्यो राम्रोसँग हेर्न पनि सकिँदैन। र उनको भाइ फेरि दाजुको सपना पूरा गर्नु भन्दै अर्को 1 करोड ऋण लगाएर अमेरिका आएका छन्। जेलमा छन् अहिले। कति डरलाग्दो कथा छ, कति डरलाग्दो कथा छ। जति सोचे पनि सोच्न सकिँदैन। यति पीडादायी कथा कसरी सिर्जना भइरहेको छ, कसरी मानिसहरू विदेश हिँडिरहेका छन्, साँच्चै एकपटक सबैले सोच्न पर्ने विषय छ।
एकदमै सिरियस भएर सोच्नुपर्छ, एकदम सिरियस भएर।